टेमुमा चाहिँ यस्तो खालको कस्टमाइज स्ट्याम्प पनि पाइन्छ है। स्पेसली अब अप्रिलबाट विकेन्ड जाने बेबीको मामुहरूले चाहिँ यो जुम्बी गर्नुभयो कि भएन। मेरो छोरी पनि अप्रिलबाट चाहिँ विकेन्ड जाने हो नि त, सो मैले चाहिँ कस्टमाइज गरेर मगाएको थिएँ। यहाँ चाहिँ मैले युभी भनेर नाम लेखेको छु होइन। स्पेसली बच्चाहरूलाई विकेन्ड पठाउने बेलामा चाहिँ, जस्तै फर्स्ट टाइम भनौँ न, सानो बच्चाहरूलाई विकेन्ड पठाउने बेलामा चाहिँ उसको डाइपरहरूमा अनि कपडाहरूमा लाइक सक्सहरूमा सुजहरूमा सबैमा चाहिँ नामको एउटा ट्याग चाहिँ हुनुपर्छ कि, लाइक अब यस्तै खालको स्ट्याम्प युज गरेर होस् अथवा यस्तो स्टिकरहरू टाँसेर होस् अथवा त्यो सानो यस्तो झुन्डाउने टाइपको हुन्छ त्यस्तो खालको टाँसेर होस् हुन्छ होइन। मोस्टली एकदमै धेरै युज हुने भनेको चाहिँ यस्तो खालको स्ट्याम्प हो। सायद धेरैजना मामुहरूले त जुम्बी गरिसक्नुभयो होला, कतिजना चाहिँ कसरी कहाँबाट किन्ने के गर्ने भनेर सोचिराख्नु भएको छ भने एकदमै बेस्ट अप्सन भनेको चाहिँ टेमुमा हजुरहरूले एकदमै रिजनेबल प्राइसमा कस्टमाइज गरेर लिन सक्नुहुन्छ है। सो यसमा चाहिँ सबै रेडिमेड टाइपकै हुन्छ कि यस्तो खालको हुन्छ। अनि हामीले चाहिँ अब केमा लगाउने हो होइन, यसरी स्ट्याम्प यसरी लगाउन मिल्छ कि, यसरी लगाउन मिल्छ, ठ्याक चलायो होइन। अनि यो चाहिँ स्पेसली डाइपरमा एकदमै धेरै युज हुन्छ अनि प्लस बेबीको क्लथहरूमा पनि एकदमै युज हुन्छ होइन। सुजको लागि चाहिँ यस्तो त्यो सानो खालको झुन्डाउने खालको पाउँदो रहेछ, त्यस्तो खालको लगाइदिने विचार गरेको छु मैले चाहिँ। सो हजुरहरूले जुम्बी गर्नुभयो कि भएन, मैले चाहिँ यस्तो खालको मगाएको छु। अनि मैले चाहिँ खासमा भन्यो भने सर्ट नेम युज गरेको छु होइन। आई डोन्ट नो सर्ट नेमले पनि हुन्छ कि हुँदैन भनेर, यदि नहुने रहेछ भने चाहिँ फेरि अर्को मगाउनु पर्ला भन्ने सोचेको छु। सो यस्तो खालको हजुरहरूलाई मगाउनु मन छ भने चाहिँ यसको आइटम आइडी म यहाँ राखिदिन्छु, अथवा हजुरहरूले सर्च गर्नुभयो भने चाहिँ यसको धेरै भेराइटी चाहिँ हजुरहरूले पाउन सक्नुहुन्छ है त।